22 वर्षको बोजू बिहे गरेर भर्खर 16 देखि 17 लाग्दैछ यसले के को हेरेको हेरै म समातेर हिँडेको नै छु तरुनी हेरेको मात्रै हेर्नुपर्छ तरुनी मात्रै देन बुढी त घरैमा छ नि त्यो 22 वर्षको बोजूलाई बिहे गरेर चाहिँ तपाईले के गर्नु भएको अर्को तरुनी हेर्नु त्यसरी खाली हेरेको हेरै मात्रै भर्खर 16 देखि 17 लाग्दैछ भन्छु त्यस्तो कुरा नगर बाजे फेरि चोरुवाले थाहा होला नि फेरि बोजूलाई कसो गर्छ भनेको थाहा छ नि हैन थाहा छ नि थाहा भएर पनि अटेरी गरिन्छ त कहाँ छोडिन्छ त अनि केटी त हेर्न छोड्नै हुन्न बाजेले हेरेको हेरै हुनुहुन्छ हजुर अघि भाइरल बाजे मैले एउटा कुरा सोधेको कि बोजू चाहिँ किन नलिएको भनेको कि अनि बोजूले लिएर हाम्रो अर्कोसँग बोल्नु दिन्छ भन्छ हेरेको हेरै म पक्राइछु यहाँ छोड्नु नि हुन्न बोजूसँग म चाहिँ उयो बाहिरसँग प्लान गर्छु ल बाजे मलाई यही गरी चाहियो भन्नु न भाइरल बाजे हजुर मलाई यही गरी चाहियो मिलाइदिनु न बाजे भन्दिनु न छिटो मिलाइदिनु भन्दिनु बाजे अब कहाँ मिलाउनु हो मैले केटी बिहे गरेर हामीलाई त नाङ्गै बनायो बाबा अनि म त 16 र 17 मात्रै पुगे 22 को त भयो नि मलाई मिलाइदिनु न यो रुन्चे त सकिएन मिलाइदिनु न हौ हात तोर्छ उ अलि मान्दैन होइन मलाई चाहिँ खोइ साँच्चैमा चाहिँ अब दाइले त जिस्किनु मलाई साँच्चै खोज्नु पर्यो नि त बाजे खोइ मलाई चाहिँ छैन तिम्रो पनि छैन चोर बुढो कम छैन भाइरल बाजे कसलाई हेरे होला बाजे हजुर कहाँ हेर्नु भएको तपाईँले के हेरेको नि हो कुन केटी हेर्नु भएको कुन मन पर्यो मन परेन सबै नानीको आमार मात्रै रहेछ हो र हो अनि लुकी तपाईँ केटी हेरिदिने हेर्नु त पर्छ त हेर्नु त पर्छ त किन चाहिँ तपाईँ यस्तो हुनुभएको केटी हेर्नु पर्छ अरू सबै यता छन् सबै आफ्नो आफ्नो तालमा छन् अनि तपाईँ चाहिँ पुरा लुकेर यहाँनिर टक्क बसेर अनि केटी हेर्नुपर्छ राम्रो नराम्रो कस्तो छन् अनुहार मात्रै राम्रो हो कि अर्को पनि राम्रो छ अरे के लाटा भएर बस्छ हौ यहाँ आउनु न तपाईँ चाहिँ के साह्रो लाटा भएर बस्नु भएको अरे रुपेन्द्र सर चाहिँ कस्तो मान्छे लाटा जस्तो टपर हेरेको यत्रो तुम्से बग्ने झोला बग्ने त हेर्नु कमसे कम बाजे एक्लै बसेर आएर केटी हेर्दै हुनुहुन्छ अरे भन्छ अरे बाजे आज कति रमाइलो भएको तपाईँसँग हिँड्दा त खै रमाइलो भयो कि म मरे हाँसेर बाजे हो तपाईँले मार्नु भयो र हँसाएर आज उफ ए बाजे र मेरो पो दोस्ती बवाल भयो त नि आज हामी अब कहाँ जाँदैछौँ बाजे कहाँ गएको डुल्नु हिँडेको नि अब पार्किङमा डुल्नु पर्छ त उफ बाजेले हँसाएरै मार्नु भयो र आज बाजे हजुर अब खै त फेरि हामी समीरलाई कुन ठिक छ कहाँ सिक्छ के सिक्छ खै ठिकै छैन छान्नु पर्यो नि त कहाँ छ जाड बाबु छान्नु के अरे बाजे जाड बाबु छान्नु रे यो पानी कहाँबाट ल्यायो कुन पानी यो पानी यो माथि कोका खोलाको पानी हो नि हामी खोलाको पानी ल्याउँदैछौँ बाजे अब खोइ त हो के गर्ने तपाईँले मलाई खोज्यो कि आफैलाई खोज्यो हौ आफैले खोज्यो अब खो होइन अर्काले पनि खोजे भन्नु मान्दैन के गर्नु त यो बाजे हौ खबर के छ बाजे र मेरो चाहिँ दोस्ती यस्तो दामी जमेको छ कि आज रमाइलो छ हेर्नु होला होइन
कि रमाइलो छैन बाजे रमाइलो आज तपाईँ खुसी हुनुहुन्छ नि खुसी नि बार्किङमा यसो डुल्ने खेल्ने लु खेल्नु नखेल्नु होइन म नानीहरू खेल्नु नानी खेल्ने बच्चाको लागि मात्रै लेखेको छ बाजे साइडमा वृद्धको लागि मात्रै हामी लेख्नु लाउनु पर्छ त्यसो लेख्न लाउनु हुँदैन अब कता जाने हामी यहीँ घुमिरहने बाजे के यता पानी भएकोमा जाउँ अघि गएको जानुभयो गएको ल अब खबर के छ यो आँखालाई राम्रो शीतल छ नि आज शीतल छ चिसो चिसो छ के देखेर आँखालाई शीतल भयो मौसम ठिक छ नि त अनि हो तपाईँ र म चाहिँ किन यति मजाले मिलेको बाजे हो बाजे यता हेर्नु न रमाइलो त भनेको तपाईँ र म चाहिँ किन यसरी मिलेको हामी चाहिँ मलाई मिल्ने एकजना छान्नु पर्दा को छानिदिनुहुन्छ लु छान्नु त अब गो कहाँ जानु हो एकचोटि यसो हेर्दाखेरि चाहिँ कसलाई राम्रो देखियो ल तल लागौँ अब ल हिँड्नु है छानिदिनु अब कता जानु हामी रमाइलोमा तल झरौँ तल जानु रुपेन्द्र चाहिँ कहाँ परेर हेरेको गर्छ कहाँ गयो हाम्रो रुपेन्द्र सर रुपेन्द्र सर भाग्यो क्या छैन त पुरै उ भइगयो त कहाँ परेर हेर्नु भयो तपाईँले बाजे हो कहाँ हिँड्नु भएको रमी त हेर्नु हिँडेको नि अब ऊ माथि हो हामी कता यताबाट अगाडिबाट जाने र जानु जाउँ अरे हामी जाँदैछौँ बाजे हजुर हामी कहाँ हिँड्यो यता उभै निस्किएको अब त कहाँ जानु अब यहाँ बजुलाई बिर्सिनु भयो आज तपाईँले के को बिर्सिनु हो अनि भरे बेलुका जानुपर्छ कहाँबाट निस्किनु यो के हो बाजे के हो निस्किने बाटो हरायो त देउराली लेखेको छ जस्तो त के लेखेको केहरू पनि छ बोल्न छोड्यो त हौ बोल्न छोड्यो त हौ कुमार दाजुलाई पनि लिएर आउनु रमाइलो छ बाजेले हँसाएर पारिबाट जाउँ पारिबाट त नजाउँ ल अहिले लिने एउटै मात्रै नलिनु है ल लिँदा एउटै मात्रै नलिनु सबैको लिनु ल हामी सबैको लिने ल ल हामी सबैको लिन्छौँ हामी घुम्दैछौँ बाजारमा चाहिँ बाजे यो कहाँबाट आएको पानी हो यो के हो के हो क्या अनि तल भुइँबाट त माथि आउँदैछ बाजे बाजे हामी कहाँ छौँ हौ कुमार दाजु सन्चै हुनुहुन्छ नि तपाईँ आज रमाइलै छ कि रमाइलै छैन अलिअलि बिमार छु भन्दा नहुने रे एकदम रमाइलो छ नि के हो हेर्नु भएको थियो तपाईँहरूले हेर्नु भएको थियो नि आज चाहिँ मलाई यहाँ खोजिदिँदै हिँड्दै हुनुहुन्छ आज सिधा बालेको सिना मात्रै नखोजिदिने नि बाजेको बोजू आउनु माने बोक्नु सकिन बोजू बोजू बोक्नु सकिन रमाइलो छ आज जे होस् हामी बाजे कहाँ जानु अरे कुमार लु जाउँ हामी काटिराखौँ न र रुपेन्द्र सर तपाईँ किन एक करोड हुनुभयो अरे बाजेले सोधेको सोधै हुनुहुन्छ हाम्रो सरहरू हुनुहुन्छ उहाँहरू चाहिँ बाजे त अब हिँडिजानुहुन्छ बाजे आज चाहिँ यो कार्यक्रम हो आज को आउँदै हुनुहुन्छ रहेछ यत्रो कलाकार आउँदै हुनुहुन्छ बाजे हामी कहाँ जाँदैछौँ हौ कहाँ जाउँ भन्छ त्यतै जाने नि अब हजुर कहाँ जाउँ भन्छ त्यतै जाने नि कुमार दाजु
तरुनी आजको यात्रा यात्रा कस्तो छ यात्रा आफूलाई जस्तो सोचे त्यस्तै हुन्छ राम्रो सोचे राम्रै तपाईँले कस्तो सोच्नु भएको छ ए मैले त जहिले राम्रै सोच्छु राम्रै हुन्छ नि हो भाइ राजा अनि ल भाइले चाहिँ कहिले बिहे गर्ने डङडङ गनायो त मलाई बिहेकै मात्रै टेन्सन दिनुहुन्छ दाजुले र बाजेले होइन बाजे कहाँ जाने हामी डुल्नु जाने नि घुम्ने कहाँ घुम्ने त्यही मासु गर्ने कहाँ मासतिर कहाँ डुल्नुपर्छ त्यहीँ नै डुल्नुपर्छ नि त हो तरुनी खोज्नु जङ्गल जान कुर्छ होला भरे हो ओफ गल्यो नि कुनै एउटालाई पठाइदिनु भन्नु नि ल कुमार दाजु खोइ हो हाम्रो ए रुपेन्द्र सर रुपेन्द्रको सातारा हो के हो अरे रुपेन्द्र सरको रुपेन्द्रको सातारा सातो गयो गयो गाडीले लगेछ अघि तल ल ठिक छ अब हामी के गर्छौँ कहाँ जान्छौँ कसो गर्छौँ पनि हामी देखाउँछौँ अब हेर्दै गर्नु होला हामी पर्खिँदैछौँ रमाइलो गर्दैछौँ यो के अरे बाजे हामी घुम्नु छोड्नु हुँदैन सास नगइन्जेलसम्म आश लाग्छ संसार डुल्नुपर्छ घुम्नुपर्छ किनभने देश विदेशले हेर्दाखेरि कम राम्रो हुन्छ हुनुपर्छ अरे दाइहरू हुनुहुन्छ हाम्रो ल फोटो खिच्दै हुनुहुन्छ उहाँहरूले बाजेको क्रेजै बेग्लै बाजेको स्टाइल यो के हो बाजे त्यो कुन स्टाइल हो यो केटी देख्नु हुँदैन कि 22 वर्षको बोजूलाई बिहे गरेर अझै पुगेन म किन हुन् 16 देखि 17 मात्रै जान्दैछु अनि कहाँ नि यसले ढाँट्छ हो यो चोरबाट चोर्नु जान्दै गरेको सक्यो मोबाइल दिनु त्यो कुन पोज हो यो बाजेको पोज विभिन्न तरिकाका हुन्छन् बाजे आर्मी पोस्ट ल बाजे पोज हारे बाजे भन्दिनु न यो चाहिँ आर्मी पोज अरे बाजेको हैन पोज हान्दिनु न छोडी बाजे खुसी लाग्यो बाजेको क्रेजै बेग्लै छ यहाँ दाजु रमाइलो छ नि हाम्रो कुमार दाजु सबैभन्दा इमान्दार इज्जती भएर हिँडिरहनुहुन्छ हामीलाई घुमाउनुहुन्छ हाम्रो अग्रज व्यक्तित्व हो बोजूलाई पनि लिएर आउनु भन्छु जन्त्र त्यत्रो उसको बाउ मरेर हुँदैन हौ अनि नआएको नभए आउने नि त्यत्रो दाजु हाम्रो भलकमा नि गाडीमा बस्दैन